मिठो जेरी पुरी पाउने पसल भनेको यही मिठो बास्ना आइरह नि त हो बास्नै बाहिरसम्म हर मजाले भइरह नि त ल हेर साथी यो चाहिँ हाम्रो पुरै लेखनाथको मिठो जेरी पसल यही हो हिम पाक्दैछ तातो तातो चियर्स गरौँ ल चियर्स ऊ चाहिँ खुब त्यत्रो खाएर नि चिया खान्छु भनेर तम्सेर नि ल ल यो हो क्या हाम्रो लेखनाथको सबैभन्दा मिठो जेरी भनेको यही जेरी 25 रुपियाँको जेरी हो यो चाहिँ पुरै लेखनाथमा यतिको मिठो जेरी पाइँदैन 40% मात्रै ब्याट्री रहेछ ल ओइ तिमीलाई देखाउने बित्तिकै ठक्क खसिहाल्यो गुड मर्निङ साथीहरू ल हाम्रो साथीभाइहरूलाई एउटा टिप्स बिहान खाली पेटमा यो एउटा हेल्दी टिप्स खासै म आज भिडियो बनाउनु मन थिएन तर आज झस्स नरिवल देखेर चाहिँ म एउटा मेरो पनि एउटा उस नुक्सा होइन मैले पनि सुने अरूबाट होइन जे त्यही सेयर गर्न खोजिरहेको अब हुन्छ हुन थाहा तर खाली पेटमा चाहिँ यो नरिवलको जुस पियो भने चाहिँ दामी हुन्छ भन्छन् होइन मैले पहिला त जिम गर्ने बेलामा 1-2 वर्ष 1-1.5 वर्ष त लगातार बिहान खाली पेटमा यही नरिवल पानी पिउने गर्थेँ बिचमा फेरि सधैँ पाइँदैन होइन त्यस्तै त नि यहाँ चाहिँ हामीले यो चाहिँ सेकेन्ड नरिवल एउटा नरिवल त कोटाएर नि ख्वार गरेर यसमा अलिकति बचे हौ यसमा अलिकति बचे है अनि कस्तो मिठो लाग्यो फेरि त्यही भएर फेरि अर्को मगाएर लाग्यो यो चाहिँ फेरि पातलो खालको छ यसमा पानी थोरै यसमा अलिक पानी दिएको थियो ल यो चाहिँ बिहानको मेरो ब्रेकफास्ट हुँदैछ ल होइन हाम्रो आज बाहिर खाना खाइरहेको म चाहिँ यहाँ हस्पिटलमा हल्का चेकअप गर्न आइरहेको थिएँ कि यो अस्तिको वर्ल्ड कपले अनिदो निन्द्रा भएर त्यसले लास्टै पाचन क्रियामा अलिकति दखल दिइरहेको थियो निन्द्राले नि कति स्ट्रेस दिन्छ बडीलाई मेन्टली स्ट्रेसले फेरि पाचन क्रियामा नै अलिकति दखल गर्दो रहेछ फेरि म चाहिँ मान्छे अलिकति यस्तो छ र खाने गर्दैन के हो तिम्रो चिसो हुन्छ खाएर मैले मान्छे अलिकति के चिज हो भने अलिकति कुराहरू मनमा खेलाउने बानी छ अनि त्यसले नि ओभर थिङ्किङ छ एउटा कुरालाई ओभर थिङ्क गर्दा सानो कुरा अलिक म्याग्निफाई गरिदिँदो रहेछ अनि त्यसले नि अलिक प्रब्लम गर्छ अब कलिलो उमेरसम्म त जति भरि ठिकै हो तर अब हल्का उमेर छिपिँदै जाँदाखेरि अब धन्दा 40 हुन लागिसकेँ अहिले 39 1 वर्ष 40 सासा बुढी हुने भयो तिमी बुढी हुने होला म त अझै जवानै छु यार मलाई लाग्छ कसैले भन्छ अब 40 वर्ष भयो भने अर्को वर्ष अनि पता त हाँड नि त्यहाँ हल्का के गर्ने त्यस्तै एउटा बानी सानै उमेरबाट लागेको बानी सजिलोसँग नछुट्दो रहेछ ओभर थिङ्किङले नि मेन्टल इन्टरनल डिस्ट्रेस गर्दो रहेछ आज बिहान चाहिँ हल्का चेकअप गर्छ कि के मान्छेहरूले ब्लड सेक यताउता निकाल्छ भनेर सोचेर खाली पेट आएको अन्त आज त्यति साह्रो उस्तो भएन डक्टरले आज होमियोपेथी डक्टर कहाँ चेकअप गरेर आएको आज नि हल्का डाइजेस्टिभ अपच सपच के भन्दैछ पेट फुल्ने दबाई लेख्दैछन् सिटिमिटी कन्स्टिपेसन भन्ने चाहिँ त्यति साह्रो मैले चाहिँ त्यति साह्रो त फेस गरेन तर कहिले बेला लास्ट एक हप्ता आउँदाखेरि अलिकति त्यसले प्रेसर दिइरहेको थियो त्यही आज चेकअप गर्दा भयो आज चाहिँ म घरमा चाहिँ बाक्लो रोटी बन्छ यो अब हामी चाहिँ यहाँ
अन्डा रोटी खायो बिहान बिहान हामी के खान्थ्यौँ बोइल खान्थ्यौँ स्टार्टिङ यही हो अन्डा ससार टन्न भात खाएर पनि आएको म त थोरै खाएको धेरै म बाहिर जाँदाखेरि खाँथेँ धेरै खानु मन लाग्दैन बाहिर अलिअलि पिज्जा चाउमिन हालेर दङ्गाउँदै रहेछ अब घरमै बनाएर खाने म चिज किनिरहेको छु घरमा ए के अरे के अरे हामीले चिज मोमो हो कि के भन्छ त्यो पिज्जा मोमो मलाई आजकल किन बिरयानी राइस मासु भएको त्यस्तो वान पट राइस हो त्यस्तोमा खुब चाख लाग्छ आजकल ल यो खाएर हाम्रो साथ चटपट खाने भन्ने रहेछ समोसा चिया खाँदैन हाम्रो घरतिर चिया खाँदैन मौसम आज पानी पर्ला जस्तो छ हुन त बिहान पनि पर्ला जस्तो पानी पर्दै हुन्थ्यो साह्रै चर्को घाम देख्दा नि मान्छे दिमागै इरी बनाउने के भरे सिम सर धेरै छड्के पानी नपर्ने म चाहिँ हो त्यस्तो खालको पानी ठिक्क लाग्छ कि छड्के नपरोस् सर एक नासे झुरुर हो त्यस्तो पानी पऱ्यो भने तातो होइन खानेकुराहरू हुन त तातो चिया भन्छ नै तर म त्यति साह्रो चिया लभर त लभरै हो तर खाँदैन त्यति साह्रो चिया पिउँदैन तर हाम्रो सासा यत्रो भात त के खाने मुना त घरबाट भात पनि खायो अनि यहाँ आएर त्यत्रो रोटी पनि खायो के भन्छ त चिया खाउन् र चिया समोसा खाने समोसा चाट खाने भन्छ नि हाम्रो ससा पनि मान्छे लास्टै खन्चै छ उसलाई चाहिँ राम्रो चिज फेरि पच्दैन गर त्यो के अरे फ्राइज अनि हो त्यस्तै चिप्सहरू धेरै टन्न खाने भन्छ म चाहिँ हल्का डाइटिङ गर्ने र मेरो अगाडि मैले चाहिँ फेरि त्यति साह्रो त्यति साह्रो खान दिँदैन न त्यही भएर म सँगसँगै ऊ पनि डाइटिङ भइरहेछ ठिक हल्का फुल्का डाइटिङ त गर्नु पऱ्यो नि किन होइन डाइटिङ भन्नाले डाइट हल्का सेलेक्सन डाइटिङ भन्नाले त्यस्तो उसै होइन डाइट सेलेक्सन राम्रो खाने सकेसम्म त्यही भएर बाहिर जाने बेला चाहिँ म सधैँ सलाद बरु सलाद 250 कसैले 150 लिन्छ कसैले 250 कसैले 300 300 त परेन क्या अहिलेसम्म है तैपनि जे परे नि म सलादको नाइ भन्दिनँ अनि म आजकल चाहिँ भनौँ रेस्टुरेन्टहरूले गएर टक्क पानी टक्राउँछ नि त त्यसको लागि पनि म नाइ भन्दिनँ पानी 50 रुपियाँ होस् 100 रुपियाँ होस् फिल्म हलमा त्यो 50 के अरे 50 ml को लागि 500 ml को आधा लिटरलाई यो मिट हुन त सबैले हो सबैले कति 50 रुपियाँ चार्ज गर्दो रहेछन् ठिकै छ पानी कोक भन्दा बरु कोक फ्यान्टा भन्दा पानी नै पिउनु कोक पनि भन्दा पिउँदिनँ भन्दा हुन त पिउँदिनँ भनेर बसेँ होइन जस कहिलेसम्म नपिने भन्ने सोचले आज एउटा कोक च्यालेन्जै भयो अहिले धन्दा त 1 वर्ष कट्न लाग्यो पुग्न लाग्यो क्या कोक नपिएको ल हेर्नु साथीहरू यहाँ चाहिँ अहिले जाम चलिरहेछ जाम पोखराको यो अस्तिको वर्ल्ड कपको बेलामा हेरेँ यहाँ आएर राति फुटबल हेर्छु भनेको त्यो दिनमा मस्त पानी परिदियो त्यही भएर आउन पाइएन धेरै यसपालिको अनिदोले नै अलिकति ओभर हल्का इन्डाइजेसन गरायो कि अनिदो अनि मान्छेको फेरि म चाहिँ मान्छे एउटा केही भइहाल्यो भने त्यसलाई फेरि ओभर एम्प्लिफाई गरेर फिलिङहरूलाई एम्प्लिफाई गरिदिन्छ अनि ठुलो बढाउँछ कि बढाइ चढाइ चिजलाई अलिकति ओभर थिङ्किङ प्रब्लम छ मसित पनि हो यो चिजलाई पनि हटाउनु पर्छ अब यस्तो भयो भने अबको जिन्दगीमा अलिकति हानिकारक हुँदो रहेछ भन्ने मैले हल्का चेत पाइरहेछु तिमीलाई मैले भेटेको हिजो राति सपनीमा अहिले बाटो चेन्ज भएछ ओहो ए ल
भाटबटिनीको पार्किङ खतरा भएछ नि त हो कहाँ राख्ने जता राखे नि भयो है ल हामी यहाँ कहाँ छिरेको मान्छे कता जाने भनेर आएको भाटबटिनी पो छिर्न लागिरहेछ यार त्यहाँ एउटा माछा देखेको कि त्यो माछा लिएर जानु पर्यो ओहो 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 फेरि पहिलो चिज लिएर जानु पर्यो अस्ति नै नि कति दिन लगेपछि बल्ल खाएको थिएँ ठिक छ यो एउटा येल्लो एउटा रेड भएको लाग्छ ल आज चाहिँ म चाहिँ अब यहाँको स्पेसल सपिङ गर्ने हो क्या हाम्रो स्पेसल सपिङ यी थोबोक्की त मैले घरमै बनाउँछु यतातिर आएर एक दिन के अरे स्पेनिस पुलाउ बनाउँछु भनेर सोचिरहेको थिएँ होइन तर आज चाहिँ लाँदैन तर आज खोइ के लाने भने स्पेनिस पुलाउ बनाउने चिजहरूलाई के हुन्छ यता देखाउ त ल हाम्रो यो क्ल्यामहरू लान मिल्छ होइन वेस्टर्न कति छ होइन कति छ प्राइस वेस्टर्न खाँदैन यो क्ल्यामहरू त्यो के अरे स्पेनिस पुलाउमा क्ल्यामहरू आउँछ नि त्यो क्ल्याम श्रिम्प अनि त्यसो सबै हालेर एक दिन बनाउने प्लान गरेर चाहिँ यहाँ ए गङ्गटा हेर न यता गङ्गटा एक पिसलाई 500 रुपियाँ रे यो चाहिँ सी त्यो समुद्रमा पाउने गङ्गटाहरू के साउन्टा एक दिन चाखौँला त हुने तर आज त मलाई एकचोटि हेऱ्यो माछा चाख्न मन लाग्छ हेऱ्यो प्रम फ्राई 2 पिसलाई हेर्नु कति धेरै हो 2 पिसलाई यो चाहिँ 900 कति 9000 रुपियाँ 990 यो चाहिँ 1100 अरू सेलरी छैन ए जानु ए हेऱ्यो श्रिम्प कीड़ा जस्तो होइन श्रिम्प टेल रहेछ एक क्रेफिस भन्ने पनि रहेछ त्यसमा यसपालि चाहिँ अलिकति सी फुडको नाममा चाहिँ अलिक भेराइटीहरू छ पहिलातिर पाउँथेन अहिले अहिले धेरै छ अक्टोपस जाइन्ट अक्टोपस 10,000 को किनेर खाने एक दिन जाम यो भाटबटिनीको पोटली त्यसका बाजेहरू भाटबटिनी आयो भने पैसा यसो दक्षिणा चढाएर जाने मात्रै हो कि यसो एउटा किन्यो त्यो एउटा किन्यो एउटा हिजो त्यो किन्यो होइन यो मन लाग्ने त्यो मन लाग्ने गर्दा 3,000 रुपियाँ त्यत्तिकै दक्षिणा चढाएर गइन्छ उनीहरूलाई चाहिने सामानै हो त्यही भने यस्तै छ भाटबटिनी हुन त अब अल दिनपछि भाटबटिनी हाम्रो घरतिर पनि आउँछ हो घरतिर तालचोकतिर पनि बनिरहेछ पछाडि बरु तान त पछाडि ल स्याबास ल हाम्रो ससाले ताने ल आऊ बस भयो भयो लेट्स गो बल्ल ठिक भयो तल त्यहाँबाट आउँदाखेरि त सिधै पल्टेलाई जो चाहिँ ठाडै उकालो थियो है अहिले चाहिँ यहाँ चाहिँ यति चाहिँ ठिकै हो ए ओइ पानी परेछ नि त ससा रेनकोट ल्याएन रेनकोट ओढाउँ न त मेरो पनि छ ए ल छोरी त फेरि रेनकोट गोजीमा आएर भिजेको जानु त फेरि बेकार हो नि त हाम्रो ससाले जहिले पनि बाहिर जाने बेला बोकेर हिँडिरहेछ यो मेरो रेनकोटले 500 रुपियाँमा किनेको रेनकोट 1 वर्ष 2 वर्षै टिक्यो यार अस्ति नै गाउँ पनि गएर आएको 1.5 वर्ष भइसक्यो ठिकै 500 रुपियाँको रेनकोट पर जाति क्या
च्यात्ते नि फाटे पनि त्यति साह्रो मनखत नलाग्ने। हो भातबाट पनि जलेर फेरि सेतै ठाडै उभियो है। ठिकै छ, लेट्स गो जाउँ न। अब त्यो खानेकुराहरू भिजोस्। दही 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 भयो भयो, लेट्स गो। ल अब पानी नि परेको मौसम होइन ठ्याक्कै। अब तातो तातो चिया पिएर घरतिर फर्काउँला ल साथीहरू। चिया पिउने दिन चाहिँ आज रमाइलो भयो। ठिकै छ, धेरै पानी धेरै चर्को पानी परेको छैन। भर्खर भर्खर सिमसिम हुन लाग्यो हाम्रो घरतिर। फेरि हाम्रो घरतिर चाहिँ अलिक चर्कै पानी पर्छ क्या। अब यतातिर पोखराको यो झरी पर्ने मौसम बर्खा सिजनमा चाहिँ एउटा फिक्स हो क्या। ठिक्कै 3 बजेपछि पानी पर्छ भनेपछि भन न, पानी पर्छ भन्ने ठाने हुन्छ हरेक दिन। हुन पनि ठिकै, दिनभरि घामले तपतप हुनुभन्दा सिमसिम यत्तिको हल्का मध्यम मध्यम मधुर मधुर दिन भइरहोस्, हल्का फुल्का झरी होइन, शीतल हुन्छ। ल हाम्रो यो जमानाको रुख चाहिँ बल्ल तल अब हुर्किँदैछ। बिना फाकामा त्यत्रो ठुलो रुख काट्दैन। बुढो मान्छेहरू आँखै नहेरिकन टर्न लिने के। ना 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 ना। अघि त्यतातिर मस्त कालो भएर त ल हेर्नु साथी, हाम्रो घरतिर यता पुरै छ्वाङ्ग छ है। ओहो, हाम्रो यहाँ उखु जुस पिउने कहाँ गयो त्यो बुढा यार? उखु जुस पिउनुहुन्थ्यो ए हाम्रो यो हत्तेरी। ओइ कहाँ त्यस्तो गरेर भरे एक्सिडेन्ट हुनलाई। मस्त झरीको दिनमा चिया पिउँला भनेको त फेरि ऱ्याक गरिदिए। ओइ ओइ ट्रक ट्रक झन् फेरि कहाँ घाम परिदिएर सिमसिम पानी पर्दैन हुन्थ्यो भनेको छेत्ते ठिस गरिदिन्छ। मौसमको अनुसार चियाको चुस्की लाउँला भनेको अब लाउँला भनिहाल्यो, लाउन जाउँ न है। ल हाम्रो यहाँ मिठो हो सेलरोटी नै यहाँ पाउँदो रहेछ। यो चाहिँ सिसुवा चोक। अनि हाम्रो पुरै लेखनाथको सबभन्दा मिठो जेरी पुरी पाउने पसल भनेको यही मिठो बास्ना आइरह नि त हो। ल हेर्नु साथीहरू, हो बास्नै बाहिरसम्म हर हर मजाले भइरह नि त। ल हेर्नु साथी, यो चाहिँ हाम्रो पुरै लेखनाथको मिठो जेरी पसल यही हो। हिम पाक्दैछ तातो तातो। कति मिठो बास्ना आइरह यही बाटो। चिया पिउने माथि पानी परेको थियो। म अब पोखरातिर यहाँ चिया पिउँला भनेर आएको। आउँदा आउँदा त घाम मस्तले घाम लाग्यो। एउटा समोसा चाट अनि एउटा 2 कप चिया गर्नु न। अहिले यहाँ त कस्तो उप्पो गर्मी भइदिएर क्या। अघिसम्म दिन कस्तो मिठो दिन, कस्तो शीतल दिन भने त्यहाँ मस्त कुरा गरेको छ। यहाँ आउँदा आउँदा हेर्दा घाम कस्तो चर्किरहेछ हेर्दै। चिया आयो ल, मिठो चिया ल, धन्यवाद ल। ल साथीहरू, यो चाहिँ हाम्रो चिया आएको छ। तातो तातो चिया खाउँछ सर। ल म त हेऱ्यो केराको तरकारी देखेँ होइन, म सानो याद आउँछ। सानो सानो हामी 1 क्लास 2 क्लासमा देखेँ होइन, के हुन्थ्यो भने यसो 1 रुपियाँको प्लेट केराउको तरकारी पाउँथेन। नर्सरी युकेजी हो 1 क्लाससम्म हुँदा त्यस्तो खुब खाएँ क्या। रुक चियस गरौँ ल, चियस। ऊ चाहिँ खुब त्यत्रो खाएर नि चिया खान्छु भनेर तम्सेर नि समोसा चाट है। ठिकै छ, चिया। गर्मी कस्तो छ? मस्त घाम हाल्दा पनि चिया खानलाई खाऊ खाऊ खाऊ। तिमी आदि म आदि। ऊ समोसा चाट पनि खान्छु भनिरहेछ। चियासित समोसा तरकारी। अब सिधीमिधी मैले मेरो खानामा घरबाट बाहिर निक्लिनु त त्यति साह्रो। घरमा हुँदाखेरि समोसा तरकारी चिया पाउटी केही हुँदैन।
कहिले कहिले बाहिर आउने बेलामा त यस्तो यो तरकारी म त यो केराउको हेऱ्यो चाहिँ साह्रै मनपर्छ हौ अझै अलिकति खुर्सानी कम भयो खुर्सानी र प्याज हाल्नुपर्छ तिमी खाने कसा डढ्या हो डढेको बास्ना आइरहेको आहा ओहो आहा केराउ तरकारी आलु तरकारी सिधै ब्याक टु क्लास 1 अझै पनि याद हुन्छ ए छुट्टी भएपछि हामथाप हुन्थ्यो क्या 1 रुपियाँ दिएर अनि तरकारी दिने कतिबाट बिचरा पैसा लिन नि बिर्सिन्थ्यो कहिले त तरकारी 1 प्लेट तरकारी लिएर पछाडि टाप पैसा नदिने थाहा पाउँदैन चिया त पिएन नि तिमी नपिने यो तागर बाफ्रे यो कपमा यतिको स्वाद केले बिट गर्दैन अझै पनि यस्तो घाममा अनि झन् घाममा चिया चाहिँ घाममा बसेर पिएर झन् बेसी स्वाद आउँदो रहेछ के जय हो खाऊ तिमी खान समोसा खाऊ ए समाता म चोएर तिमीलाई दिन खोजेँ नि ल खाऊ अहिले 5 रुपियाँ बढेछ यो चाहिँ 25 रुपियाँ पहिला 20 रुपियाँ थियो है के भयो उयो के कसो यस्तो यसको कभरमा त्यो ज्वानोको फ्लेभर हुन्छ नि त्यो चाहिँ कस्तो मिठो लाग्छ मिठो नलाग्ने भने केही छैन तर छुट्टै काट्दाखेरि महँगो बाख्ना अब जेरी पुरी पछाडि ए पुरै लेखनाथको बेस्ट जेरी पुरी पछाडि चिया कति रुपियाँ हो 25-30 रुपियाँ होला कहाँको भयो समोसा वेटिङ समोसा चाट वेटिङ चिया कस्तो मिठो भएको नखा चियस ल फेरि चियस यो कप त एक कपले चिया मर्दैन यस्तो खान्छ ल यो हो क्या हाम्रो लेखनाथको सबैभन्दा मिठो जेरी भनेको यी सही जेरी 25 रुपियाँको जेरी हो यो चाहिँ पुरै लेखनाथमा यतिको मिठो जेरी पाइँदैन ल साथीहरू हाम्रो संस्था झन् खोकीमा जेरी खायो भने खोकी सन्चो हुन्छ भन्छन् है तातो त म गुलियो कट गरेपछि होइन कति बजी गुलियो खायो भने बाफ्रे कति आनन्द आउने लास्टै गुलियो होइन कति आनन्द आउने तिमी जेरी खाएको ए उस नखाएको चाट मैले यो खाइदिएँ अब त्यो चाट त अब तिमी खाऊ है तिमी सक्छौ ताता त नि अर्को अब टाइमिङ हुनु पऱ्यो अर्को बनाऊ यो पनि कति मिठो होला कस्तो मन पर्दैन होला एउटा त खाने एउटाभन्दा बेसी खान नि हुन्न
खासै जेरी खान्छ नि चाटमा नि खट्टा मिठा हालेको नि कस्तो मिठो हुन्छ क्या चाट त खट्टा मिठा इन्डियामा हुँदाखेरि उनीहरूको एउटा छुट्टै हुन्थ्यो ठेलामा आउँथ्यो ठेलामा चाहिँ के हुन्थ्यो भने यत्रो तामाको यत्रो ढम्फु त्यो ताउला जत्रै हुन्थ्यो त्यसमा उनीहरूले है त्यो यस्तो केराउ सेराउ आलु सालुको उसहरू बनाइराख्थ्यो अनि त्यसबाट निकालेर अनि हामी खट्टा मिठा प्याज स्याज हालेर कस्तो टक्क बनाएर दिन्थ्यो 2 रुपियाँमा खान्थेँ है म त बेलुका साइकल लियो फुर्र गयो 2 रुपियाँ खायो आयो 7-8 क्लास हुँदाखेरि के टाढै हुन्थ्यो यहाँबाट उस 2-3 किलोमिटर हुन्थ्यो 6-7 क्लास पढ्दाखेरि 7-8 क्लास पढ्दाखेरि ओ ठिक छ अलि अमिलो खट्टा अलि अमिलो भएको अमिलो उस हो क्या चाट मसला अमिलो गुलियो हाल्यो भने बल्ल ठिक्क हुन्छ क्या यो बुँदिया भन्ने यिनीहरू पनि हाले है त्यो भएर पनि होला ल आजको खाना मेरो यही भयो जङ्क फुड समोसा हाम्रो नेपालीको नेसनल ब्रेकफास्ट हो नि त मेरो गरे भनेर खानेकुराहरू धेरै चिजहरू कटिङ भइरहेको रहेछ सुगर सोडा होइन बाहिरकै खानै नखाने भएपछि त अब कहिले अक्कल जुकल बाहिर गएर त्यो हल्का फुल्का खाना खाने खाए पनि बाहिर नै मैले त्यहाँ दाल भात तरकारी मगाइरहेको थिएँ फेरि चिया भएन म धेरै खानु खाएँ फेरि मिठो हुँदैन फेरि एकैचोटि थिएँ फेरि होइन ठिकै कहिले बेला यतिकै स्वाद लिएर गयो भने फेरि अर्कोचोटि फेरि याद आउँछ नि फेरि फर्केर आउँछ नि फेरि अहिले ओभरडोज हुन्छ झन् पानी पर्दै भयो कति मजा आउँथ्यो अहिले हेर टिल्ला घाम दामी यसमा भन्दै लङ सुकमिल त्यसो केही फ्लेभर छैन तपाईँ प्लेन गुलियो छ यस्तो झन् तातो खानु झन् कायदा हुँदो रहेछ कहिले कहिले कुन यसो क्या त्यो जेरीहरू खाँदाखेरि मुखमा च्यापच्याप हुन्छ नि त है कुनै खानाहरू तर यसमा त्यस्तो छैन खै किन है हामीलाई त्यही तेलमा चुप्लुक्क डुबाएर पकाउने हो त्यही चास्नीमा हाल्ने है कहिले कहिले त मेरो जेरी पनि बन्छ हौ होइन त्यो बनाइराख्ने बन्थ्यो रङ सुङ्गेर हाल्ने मिठो हुन्छ तर नहालेन यहाँ हालिसकेको छ तर त्यस्तो टेस्ट आएन त प्लेन होइन टक्क होइन मुख भन्ने खालको गुलियो के हो त्यसो भएर